आज हामी माउन्टेन इनर्जी लिमिटेड जुन चाहिँ यो हप्तामा सबैभन्दा धेरै बढेको स्टक र कतिले ट्रेड पकड्नु भयो पकड्नु भएन होइन हामीले ट्रेड पकड्न सक्थ्यौँ र अब के एक्जिट गर्नै पर्ने हो मेनमा जुन आज एक किसिमको सप्लाई देखिएको छ कि हामी एक्जिट गर्नुपर्ने अवस्था आएको हो त यो सबै कुराहरू चाहिँ मैले आज यस भिडियो मार्फत चाहिँ मेन माउन्टेन इनर्जी लिमिटेडको ब्रोकर होल्डिङका कुराहरू अनि टेक्निकल एनालाइसिस कुराहरू र फन्डामेन्टल प्यारामिटरहरू पनि मैले यस भिडियो मार्फत चाहिँ हजुरहरूलाई बुझाउने कोसिस गर्नेछु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। अहिले माउन्टेन इनर्जी लिमिटेडको जसलाई हामीले हाइड्रोपावर सेक्टरको वान अफ दि हाइड्रोपावर कम्पनी माउन्टेन इनर्जी लिमिटेड र अहिले हेर्ने हो भने डेली टाइम फ्रेममा हामीले एक किसिमको राम्रो राइज देख्न सक्छौँ भनेको एराउन्ड पनि कति छ भन्दाखेरि 17 देखि 18% भनेको यो हप्तामा सबैभन्दा राम्रो बढेको हाइड्रोपावरको स्टकमा कम्पेरिजन गर्ने हो भने अलिकति राम्रो वान अफ दि बेस्ट कम्पनी चाहिँ माउन्टेन इनर्जी लिमिटेड पर्न सक्छ। त्यसै गरी अर्को भनेको सास ऊर्जा पनि बढेको छ। तर आज हामी माउन्टेन इनर्जी लिमिटेडको एनालाइसिस गर्छौँ। यो हेर्दै गर्दाखेरि हामीले डेली टाइम फ्रेममा एकचोटि राम्रोसँग हेर्ने भने यहाँ एक किसिमको रिजेक्सन क्यान्डल लोअर विक रिजेक्सन क्यान्डल फर्मेसन गर्यो, त्यसपछि एक किसिमको एकदमै राम्रो राइज आएको थियो। तर यो कहाँबाट आएको हो भन्ने कुरालाई राम्रोसँग निहाल्ने हो भने हामीले यहाँ हेर्नु त एउटा सानो एक किसिमको यहाँ एकुमुलेसन भएको छ। हेर्नु त हजुरले यहाँ राम्रोसँग मार्क गर्नुभयो भने र ठ्याक्कै यो रेन्जमा चाहिँ यसले यो प्राइस यहाँबाट माथि गयो, यहाँ स्ट्राइक गरेर माथि प्राइस गएको छ नि भनेको यो जुन यो माथि गएको प्राइसलाई डाउनफल भएर यहाँ एक किसिमको सानो रेन्जमा एकुमुलेसन भयो, त्यसपछि यहाँ स्ट्राइक गरेर बजार माथि गएको छ भनेपछि यो रेन्जबाट नै बजार फर्किएको हो। एक्ज्याक्टली बजार कहाँबाट फर्कियो भनेर भन्नुहुन्छ भने बजारले यो रेन्जबाट फर्किएको हो। हेर्नु है, हेर्दाखेरि इन्भर्टेड हेड एन्ड सोल्डर जस्तो देखेको छ। हेर्नु त यहाँ ठ्याक्कै हेड एन्ड सोल्डर जस्तो छ नि, तर यो चाहिँ यहाँबाट ठ्याक्कै बढेको भनेको यो आफैमा एउटा राम्रो स्मार्ट मनी जोन थियो र डेली टाइम फ्रेममा हेर्ने भने एकदमै राम्रो राइज देखिन सक्छौँ। किन भन्दाखेरि एउटामा यहाँ लोअर विक रिजेक्सन क्यान्डल, नेक्स्ट डे बुलिस क्यान्डल फर्मेसन गर्यो, अनि त्यसपछि एक किसिमको इन्भर्टेड ह्यामर टाइपको क्यान्डल फर्मेसन गरेर एक किसिमको एकदमै राम्रो राइज दियो र यहाँ गएर एक किसिमको एकुमुलेसन भएको थियो। हेर्नु यसलाई भन्छ रिएकुमुलेसन। हेर्नु है, बजारले त्योभन्दा माथि जानुभन्दा अगाडि फेरि एक किसिमको एकुमुलेसन गर्छ, जसलाई हामीले रिएकुमुलेसन भन्छौँ। र बजारले कहाँसम्म जान्छ भन्दाखेरि पहिलाको सबैभन्दा नियरेस्ट सप्लाई जोन कहाँ छ त सबैभन्दा नियरेस्ट सप्लाई जोन चेक गर्ने भने हामीले हेर्नु है, मैले यहाँ ड्र गरेँ भने यहाँ एउटा सबैभन्दा हाइएस्ट क्यान्डल यो छ। यो क्यान्डलमा चाहिँ मैले मार्क गरेँ है त। हेर्नु त यो क्यान्डललाई मैले हाई मार्क गरेर मैले यो क्यान्डलको विकलाई मात्रै मार्क गरेँ भने हेर्नु है कतिको रिजेक्सन लिँदो रहेछ। हेरौँ है त। हेर्नु त यहाँ एकदमै बजार बढेको थियो, यो रेन्जमा रिजेक्सन लियो, फेरि पनि बजार झऱ्यो, फेरि पनि माथि गयो, बजारले रिजेक्सन लियो। अब हेर्नु है, हेर्नु त एक्ज्याक्टली बजारले टच गरेको छ, एक्ज्याक्टली टच गर्ने बित्तिकै बजार झरेको छ भनेको यो सबैभन्दा स्ट्रङ्गेस्ट सप्लाई लेभल हो। हेर्नु है, बजारले यो रेन्जभन्दा माथि जानका लागि यो लेभलभन्दा माथि जान भनेको एराउन्ड पनि 692 भन्दा माथि जानका लागि फर्स्टमा यो लेभललाई चाहिँ ब्रेकआउट गर्नुपर्ने हुन्छ भनेको 646 भन्दा माथि क्लोजिङ दिनै पर्छ। त्योभन्दा जबसम्म माथि क्लोजिङ दिँदैन तबसम्म चाहिँ एकदमै गाह्रो छ। र त्यसपछि आउँछ अर्को मिडल रेन्ज, सबैभन्दा स्ट्रङ्गेस्ट लेभल। हेर्नु है, मैले मिडल रेन्ज पनि ड्र गर्दै गर्दा कति हुन्छ भन्दाखेरि चाहिँ 670 भनेको यसको नेक्स्ट टार्गेट। हेर्नु त 670 मा एक्ज्याक्टली हिट गरेर बजार फर्किएको छ भनेपछि यसले यहाँबाट रिभर्स लिन खोजेको छ भनेको यो रेन्जबाट फर्किन खोजेको छ। तर यसको यो भन्दा सबैभन्दा स्ट्रङ्गेस्ट सप्लाई लेभल यो हुन्छ। हेर्नु है, किन भन्दा बजार पहिला यहाँबाट पनि झरेको हो भनेपछि 670 मा सबैभन्दा स्ट्रङ्गेस्ट सप्लाई लेभल हुन्छ। यदि यसले 670 भन्दा तल माथि क्लोजिङ दियो, यो भन्दा माथि बस्यो भने मात्रै बजार माथि जान्छ र एकदमै गाह्रो छ यो स्टक। र अहिले रिसेन्टली हेर्ने भने बजार एकदमै राम्रो स्ट्रङ्गेस्ट सप्लाई जोनबाट नै बजार फर्केको छ, जुन पाए त्यही लेभलबाट होइन। र हेर्नु है, अब रिसेन्टली हेर्ने भने यो ठाउँमा रिएकुमुलेसन भएको छ भनेपछि बजारले यो रेन्जतिर आउन सक्ने सम्भावना बढी छ भनेपछि बजारले यो लेभल सप्लाई लेभललाई हिट गरिसक्यो। अब हामीले त भोल्युमवाइज हेर्ने हो भने यो जब यो राइज दिएको छ, राइजमा पनि एक किसिमको राम्रो राइज आएको छ, भोल्युममा पनि एकदमै राम्रो राइज देख्न सक्छौँ। हेर्नु है, यहाँ चाहिँ एक किसिमको राम्रो राइज देख्न सक्छौँ। अब हामीले ओभरअल डेलीमा चाहिँ यस्तो कुरा भयो, जुन एकदमै राम्रो डेली सपोर्ट जोनबाट गएको थियो भने विकलीमा चाहिँ हामीले हेर्ने हो भने अप्पर विक रिजेक्सन क्यान्डल फर्मेसन गरेको छ र यहाँ पनि अप्पर विक छ। र अहिले पनि यदि आजको हप्ता भनेको आज फ्राइडे पनि के भन्छ अप्पर विक रिजेक्सन क्यान्डल नै फर्मेसन गरेको छ भनेपछि यसले के इन्डिकेसन गरिरहेछ भन्दाखेरि यहाँ बायरहरू भन्दा पनि सेलरहरू चाहिँ एकदमै बढी एक्टिभ छ है भनेको बजारमा यहाँ यो रेन्जबाट चाहिँ सेलिङ आउने सम्भावना एकदमै हेभी छ। त्यसै गरी अब हामी फ्लोर सिटमा लाग्यौँ है त। मेनलाई कुन ब्रोकरले म्याक्सिमम किनेको रहेछ भने एक महिनाको चेक गर्ने भने सबैभन्दा धेरै चाहिँ 92 नम्बर ब्रोकरले किनेको छ, जसको नेट ब्रोकर होल्डिङ भनेको 5,29,400 छ, 71,100 भनेको
1 10 100 1000 10,000 लाख भनेको 5,02,940 किता चाहिँ अझै पनि 92 ब्रोकरसम्म चाहिँ नेट होल्डिङ छ हेर्नु है। भने 69 नम्बर ब्रोकरसम्म चाहिँ कति छ भन्दाखेरि नेट होल्डिङ 4,69,568 किता चाहिँ बाँकी छ भनेपछि ए होइन यो त जिबिआइएमए है छ भनेको मेनमा चाहिँ हामीले हेर्ने हो भने चाहिँ एराउन्ड पनि कति छ त भनेको 5 लाख किता चाहिँ नेट होल्डिङ रहेछ हैन। त्यसै गरी अर्को ब्रोकर नम्बर हेर्ने भने 45 नम्बर ब्रोकरसँग पनि एकदमै राम्रो किता छ हेर्नु त कति छ 52,000 किता छ भनेपछि सबैभन्दा धेरै एकदमै धेरै देखिएको किन भनेको 92 ब्रोकरसँग चाहिँ यो महिनामा चाहिँ सबभन्दा बढी किनेको रहेछ। र अब एक हप्तामा चेक गरौँ है त एक हप्तामा चाहिँ सबैभन्दा बढी कसले किनेको रहेछ भनेर हेर्ने हो भने हेर्नु त एक हप्तामा नै 92 नम्बर ब्रोकरले चाहिँ कति किनेको छ 1 10 100 1000 10,000 लाख भनेको 1,26,000 किता किनेको छ भन्नुको अर्थ 92 नम्बर ब्रोकरले चाहिँ मजाले एक किसिमको राम्रो किनिरहेको छ यो स्टकमा चाहिँ राम्रो एकुमुलेसन गरिरहेको छ भन्ने कुरा चाहिँ देखाइरहेको छ हेर्नु है। भनेको मेन माउन्टेन इनर्जी लिमिटेडमा चाहिँ 92 नम्बर ब्रोकरको सक्रियता एकदमै बढी छ किन्न खोजिरहेको छ र त्यसको नेट एभरेज बाई रेट भनेको कति छ त 630 परिरहेको छ हेर्नु है। एकदम पनि 8 करोडको लगभगको किनेको छ एक हप्तामा मात्रै भने एक महिनामा हेर्ने हो भने यसले चाहिँ यसको नेट होल्डिङ भनेको हेर्नु त नेट होल्डिङ नै कति भएको छ भन्दाखेरि चाहिँ 608 को त बाई रेट नै पर्यो भने 30 करोड चाहिँ किनेको छ हेर्नु त कति ह्यापी बाइङ छ त 92 नम्बर ब्रोकरको भनेको यति राम्रो एकुमुलेसन भएको छ एक महिनामा। त्यसै गरी 3 महिनाको हेरौँ है त 3 महिनामा चाहिँ को देखिदो रहेछ भन्दा यसमा पनि सम्भवतः 92 नम्बर ब्रोकर नै देखिनु पर्छ हेर्दा 92 नम्बर ब्रोकर नै रहेछ भनेको 33 करोड एक महिना भन्दा अगाडिबाट नै यसको के भइरहेको रहेछ त एकुमुलेसन भइरहेको रहेछ हेर्नु त भनेको 5,57,256 किता चाहिँ 92 नम्बर ब्रोकरले चाहिँ किनेको रहेछ भन्ने कुरा चाहिँ यसले जनाउँछ हेर्नु है। भनेपछि ओभरअल प्याटर्न हेर्ने हो भने हाम्रो एकदमै राम्रो सपोर्ट जोनबाट बजार बढेको हो यो रेन्जमा कतिले इन्ट्री गर्न भ्याउनु भएन यहाँ रिएकुमुलेसन भएको थियो यो रिएकुमुलेसनमा पनि कतिजना इन्ट्री गर्नुभयो फाइदा पक्कै पनि भयो होला र अहिले रिसेन्टली हेर्ने भने बजार एकदमै स्ट्रङेस्ट सप्लाई लेभलमा आएको छ यतिखेर चाहिँ अलर्ट हुनुपर्ने अवस्था आउन सक्छ है। यदि यो क्यान्डल यदि भोलिको दिन यहाँबाट फर्केर थोरै माथि गएर यदि यो लेभलभन्दा माथि जान खोज्यो भने बजारले एराउन्ड पनि अल टाइम हाई ब्रेक गरिसकेपछि अझै माथि जाने सम्भावना हुन्छ तर पहिला के हुन्छ अहिले यो रेन्जलाई चाहिँ यसले ब्रेकआउट गर्न पर्यो त्यसपछिको नेक्स्ट सप्लाई लेभल यो रेन्जमा आउँछ 800 तिर कति छ 820 तिर चाहिँ आउँछ त्यसपछि बल्ल यसको 970 तिर चाहिँ अल टाइम हाई तिर चाहिँ पर्न जान सक्छ भनेपछि अहिले रिसेन्टली हेर्ने भने बजारले यो रेन्जमा चाहिँ एक किसिमको राम्रो एकुमुलेसन भइरहेको छ भन्ने कुरा देखाइरहेको छ र भोल्युमले पनि त्यही कुरा देखाइरहेको छ। त्यसै गरी हामीले आरएसआईबाट पनि चेक गर्न सक्छौं आरएसआईमा के भइरहेको छ भन्ने कुरा चेक गर्नु भने डेली टाइम फ्रेममा हेरौँ है त डेली टाइम फ्रेममा हेर्ने भने आरएसआईले पनि एराउन्ड पनि 70 को लेभल भन्दा माथि क्रस गरिसकेको छ भनेको यो स्टकले मोमेन्टम पकडिसकेको छ हेर्नु है स्टकले मोमेन्टम पकडिसकेको छ। अब स्टकले यो लेभललाई यसले यदि ब्रेकआउट गरिदियो भने एकदमै माथि जाने सम्भावना छ त भन्ने कुरा चाहिँ यसले जनाउँछ है। त्यसै गरी हामीले मनी फ्लो इन्डेक्सबाट हेरौँ है त मनी फ्लो इन्डेक्समा के देखाइरहेको छ भन्ने कुरा चाहिँ जुन म विकलीमा हेर्न रिफर गर्छु मनी फ्लो इन्डेक्स पनि हेर्ने भने एराउन्ड पनि कति 26 को रेन्जबाट चाहिँ बजार फर्केको हेर्नु है 26 कै रेन्जबाट बजार फर्केको भनेपछि यो रेन्जमा चाहिँ एक किसिमको अलिकति राम्रो बाइङ देखिन सक्छौं त्यही भएर यो रेन्जबाट नै बाइङ भएको छ भनेपछि एराउन्ड पनि यो रेन्जतिर गएपछि अझै हल्का माथि राइज दिएपछि सप्लाई आउने सम्भावना अझै पनि छ त्यही भएर सप्लाई आउँदै गर्दाखेरि यो रेन्जमा चाहिँ अलर्ट हुनु होला हेर्नु है किन्नको लागि चाहिँ अलर्ट हुनु होला भने बेच्नको लागि पनि ख्याल गर्नु होला है किनभने यहाँबाट सप्लाई आउने ठाउँ हो सेलिङ आउने सक्ने सम्भावना एकदमै बढी हुन्छ भनेको ब्रोकर होल्डिङमा चाहिँ एकदमै राम्रो एकुमुलेसन देखेको छ 92 ब्रोकरको भनेपछि अनि भोल्युमले पनि त्यही कुरालाई सपोर्ट गरिरहेको छ आरएसआईले पनि एकदमै राम्रो मोमेन्टम क्रिएट भइरहेको छ भन्ने कुरा जनाइरहेको छ भने मनी फ्लो इन्डेक्सबाट पनि एक किसिमको राम्रो एकुमुलेसन भइरहेको छ भन्ने कुरा प्राइस र भोल्युमलाई चाहिँ यसले सपोर्ट गरिरहेछ भन्ने कुरा चाहिँ देखाउँछ भनेपछि ओभरअल मेन भनेको एकदमै राम्रो छ। अब त्यसै गरी हामीले यसको फन्डामेन्टललाई पनि हेरौँ है त फन्डामेन्टल पनि हामीले सजिलै हेर्न सक्छौं अनि जनरली सिम्पल फन्डामेन्टल रेशियोज मैले हजुरलाई देखाउनु छ। अब सिम्पल फन्डामेन्टल रेशियोज हेर्ने भने यसको रिटर्न अन इक्विटीबाट म कम्पेयर गर्नुलाई रिटर्न अन इक्विटी क्वार्टर 1 देखि क्वार्टर 4 सम्म आउँदै गर्दाखेरि 81 देखि 82 सम्म आउँदै गर्दा हेर्नु त 7 देखि कति भएको छ 7 फर्स्ट क्वार्टरको 7.13 छ भने यहाँ कति भएको छ 19 भएको छ हेर्नु है। अब पहिलाको 81 82 को क्वार्टर 4 को 17 थियो भने अहिले 18 भएको छ भने यसमा पनि इन्क्रिमेन्ट भएको छ भनेको लगानीकर्ताको पैसा चाहिँ कम्पनीले राम्रोसँग प्रयोग गरिरहेको छ भनेको कम्पनी एकदमै राम्रो बढिरहेको छ भनेको रिटर्न अन एसेट पनि हेर्ने भने रिटर्न अन एसेट पनि एकदमै मजाले बढेको छ हेर्नु त 8 देखि
कतिमा भएको छ 10 मा भएको छ। त्यसैगरी EPS लाई पनि हामीले राम्रोसँग चेक गर्ने भने पहिलाको EPS यो भन्दा अघिल्लो वर्षको क्वार्टर 4 को EPS भनेको 20.14 थियो भने अहिले 25 हेर्नु भनेको कम्पनीले 5 रुपैयाँ चाहिँ हरेक कितामा चाहिँ पहिला भएको कम्पिटिसनमा बढाएको छ है, इन्क्रिमेन्ट गरेको छ है भन्ने कुरा चाहिँ जनाउँछ। भनेपछि बुक भ्यालु पनि बढेको छ। हेर्नु त बुक भ्यालु पनि कति थियो त भन्दाखेरि पहिला 126 थियो, अहिले कति भएको छ 150 भनेको कम्पनीले आफ्नो किताबी मूल्य प्रति किताको मूल्य पनि कम्पनीले आफ्नो वास्तविक मूल्य पनि सबै प्यारामिटरहरुमा पोजिटिभ भइरहेको छ। भनेपछि कम्पनी फन्डामेन्टली राम्रो पनि छ र फ्लोर शीट एनालाइसिस पनि हेर्ने हो भने फ्लोर शीटमा पनि एकदमै राम्रो एकुमुलेसन देखिएको छ। अनि टेक्निकल पोइन्ट अफ भ्यूबाट पनि कम्पनी एकदमै राम्रो यो अलिकति एउटै रेन्जमा चाहिँ एकुमुलेसन भइरहेको छ कि भन्ने कुरा पनि देखाइरहेको छ र कम्पनी माथि नै जान खोजिरहेको छ कि भन्ने कुरा तर्क गरिरहेको छ। भनेपछि बजारले करेक्सन लिँदै गर्दाखेरि हाम्रो एउटा राम्रो अपर्च्युनिटी हुन सक्छ इन्ट्रीको गर्नका लागि, यदि जो इन्ट्री गर्नु भएको छैन त्यही भएर। अनि यो रेन्जमा चाहिँ सप्लाई हो लेभल, यो लेभललाई चाहिँ ख्याल गर्नु होला। यदि यस्तो हाईएस्ट स्ट्रङेस्ट सप्लाई लेभल भनेको 666 तिर गएर इन्भर्टेड ह्यामर अथवा हजुरलाई ह्याङ्गिङ मेन अथवा सुटिङ स्टार टाइपको क्यान्डल फर्मेसन गर्यो भने त्यहाँबाट केही न केही करेक्सन आउन सक्छ। तर यदि यो लेभललाई यसले स्ट्रङेस्ट क्यान्डल बुलिश क्यान्डल माराबुजु टाइपको क्यान्डल बनाएर माथि गयो भने भोलिको दिनमा क्यान्डल एकदमै माथि जान सक्ने सम्भावना बढी हुन्छ। भनेपछि हामीले यो कुराहरु चाहिँ बुझ्नुपर्ने हुन्छ। होप तपाईले माउन्टेन इनर्जी लिमिटेडको जुन मैले भर्खरै एनालाइसिस गरे आशा छ बुझ्नु पनि भयो होला। र यदि कुनै कन्फ्युजन छ भने हजुरले कमेन्ट बक्समा मेन्सन गर्न सक्नुहुन्छ। यस्तै भिडियोहरु हजुरलाई मन पर्छ अथवा टेक्निकल एनालाइसिस गर्दै हुन्थ्यो जस्तो लाग्छ भने तपाईले हाम्रो इन्भेस्टर नेपाल पेजलाई चाहिँ फलो गर्नु होला र कमेन्ट बक्समा गएर मेन्सन पनि गर्न सक्नुहुन्छ। र यस्तै टेक्निकल फन्डामेन्टल र बेसिक्स यो कोर्स कन्टेन्टहरु चाहिँ हामीले युट्युब च्यानलमा पनि मेन्सन गरेका छौं, हालेका छौं, त्यहाँ गएर पनि हजुरले सजिलै हेर्न सक्नुहुन्छ। फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। अहिलेलाई हामी यहाँबाट बिदा हुन्छौं। हस्त नमस्कार।